रवि लामिछाने सुदन गुरुङ बालेन शाहलाई जेलमा लगेर कोचिहाल्यो। तेरो बाउको दम छ भने लगेर जेलमा कोच। महिनावारी बिग्रेर जन्मेको सडिएर जन्मेको साला कुकुर। तैँले कति साह्रो खेलिरहेछस् रवि लामिछानेलाई भन्ने कुरा अब हामीले बुझिरहेका छौँ। तेरो दम, तेरो गाडमा दम छ भने लगेर थुन। महिनावारी बिग्रेर जन्मेको साले लगेर थुन। मास साले जसरी सक्छ लगेर थुन त लु। तेरो गाडमा दम छ भने बालेन र के अरे हाम्रो रवि लामिछानेलाई, बालेनलाई र सुदन गुरुङलाई लगेर थुन ल। तेरो गाडमा दम छ भने मासाले महिनावारी बिग्रेर जन्मेको साला युवराज सफल झुसे। तैँले कति साह्रो खेदिस् नि एउटा व्यक्तिलाई। तेरो बाउ भ्रष्टाचारी केपी शर्मा ओलीलाई त अहिलेसम्म खेदेको छैनस् त। सालालाई केपी शर्मा ओली प्रचण्ड दुर्गा परसाईले पैसा खुवाइरहेको छ नि त, हो कि होइन भन् त? हो कि होइन मलाई भन्न ल। तेरो बाउ केपी शर्मा ओली र तेरो बाउ दुर्गा परसाईले पैसा खुवाएको छ। अस्ति दुर्गा परसाईको घरसम्म पुगेर आइस त। अलिअलि खर्च लिएर आइस कि आइनस् यति भन्न हामीलाई। अलिअलि खर्च लिएर आएको छस् कि छैनस् यति मात्रै भन्न। महिनावारी बिग्रेर जन्मिएको साला, हडेला पानीबाट जन्मिएको साला, तैँले रवि लामिछानेलाई मासाले जेलमा हाल्ने तेरो दम, तेरो गढमा दम छ भने लगेर देखा। तेरो बाउहरू ठाउँमा छैन, यति कुरा एका राख। तेरो बाउहरू त्यो ठाउँमा छैन। अब तैँले सक्दैन रवि लामिछानेलाई जेलमा हाल्नको लागि। यति कुरा एका राख कि रवि लामिछानेलाई तैँले जेलमा हाल्न अब सक्दैनस्। तेरो बाउहरूले पनि सक्दैन। तेरो बाउहरू त्यो ठाउँमा थियो हिजोको दिनमा। तेरो बाउहरूले तँलाई अर आएको थियो नि यसरी केस हाल्दा हामीले डाइरेक्ट हाल्न मिल्दैन, तँ यसरी हाले जस्तो गर नि, हामी पक्रपुर्जी जारी गर्छौँ भनेर यहाँबाट केस परेको छ भनेर। त्यही कारणले त तेरो बाउहरूले लगेर जेलमा हालेको हो नि त। हामीलाई थाहा छ नि त, यहाँ थाहा छ क्या यहाँ। अब त तेरो बाउहरू नि लाखा पाखा लागेर नालीको किरा जस्तो भइसकेको छ, बिना हैसियतको भइसकेको छ। महिनावारी बिग्रेर जन्मेको, हडेला पानीबाट जन्मेको साले। तैँले यति साह्रो रवि लामिछानेलाई खेदेको छस् नि। हामीले एक हिसाब गरेर राखेका छौँ। नेपाली जनताले हिसाब गरेर राखेको छ। जतिजनाले खेदेका छौ नि, जतिजनाले खेदेका छौ रवि लामिछानेलाई, रवि लामिछानेको हामी समर्थक हौँ, सच्चा समर्थक हौँ। तर रवि लामिछानेलाई यति धेरै खेदेका छौ, यति धेरै खेदेका छौ। कोही मान्छेहरू रवि लामिछाने निक्ल्यो, म प्रधानमन्त्री बन्न पाइनँ भनेर दुरु रुइरहेको छ, रात दिन खेदिरहेको छ। माम्पाहरू यति धेरै खेदेका छौ नि। खेदाओ मासालेहरू, खेदाओ, केही फरक पर्दैन। जति खेच्छौ त्यति माथि जान्छ रवि लामिछाने। यति कुरा याद गर मासा।